चिया हालेर खान्छन् त्यस्तै त अनि दिउ त कहिले मलाई त्यस्तो एक्सपिरियन्स छैन है हैन राम्रो हुन्छ दिउ 2 बजे हिँड्ने भनेपछि कति एक्साइटेड हो बिहान उठेर टक्क लाएर यहाँ सुतेको ओडारमा फुल कति धेरै गाछ यो किन नचिनौला हामीलाई बाबले हामी घुस परेको मलाई थाहा पनि छैन सुत्ने कहाँ सुत्ने हो हेलो गाइस वेलकम ब्याक टु माई नाइट ब्लग हो ए यानपी भ्लगमा स्वागत छ है सबैजनालाई गाइस आज हामी चाहिँ अब कति बजेर अहिले टाइम अहिले चाहिँ 2:57 गएको छ 37 अब हामी चाहिँ रातिको सेउलीबाङको यात्रा हाम्रो के कस्तो हुन्छ बाटोमा हेर्दै गर्नुहोस् गाइस चट्टपाडामा यहाँ सबै सामान रेडी भइसकेको छ गाइस त्यही हो यहाँ सामानहरू रेडी भइसकेको छ अब हामी हिँड्न बाँकी हो टक्क लगाएर हामी अम्मा सकेडाहरू अब होइन ल बाततिर भेटौँला गाइस 2 बजे हिँड्ने भनेपछि कति एक्साइटेड हो रात बिर्सी दिएनौँ हामी अब टाइम 4:30 देखाइदिउँ न 4:30 मा यहाँ आइपुग्यो 4:30 मा यहाँ आइपुग्यो है यो मोबाइलबाट देखाउँ मेरो 4:30 मा चाहिँ यहाँ आइपुग्यो गाइस यहाँ चाहिँ अब टाटो पानी खानपिन कार्यक्रम हुन्छ ट्याक्कै 4:30 है गाइस छुनछरी झर्ना उता झर्ना देखाइदिउँ न अनि सुन्दर बिहान कति बजेर अहिले टाइम दियो 5:53 सानोमा देखिन्छ हिँड्दा जाडो भएर हैन यस्तो टक्क हामी चाहिँ यहाँ गिलासमा हालेर तातो पानी कुले त्यस्तै राख्नु केटाहरु यहाँ ए टक्क भ्यू दामी गरे है मौसम मर्निङ गुड मर्निङ केटा हो उहाँ गएर गुड मर्निङ भनेर हाल्नु एभ्रीबडी गुड मर्निङ गाइज टक्क सामानहरू छ हैन यो अलि त्योबाट हेर न एकलो झर्ना हेर न त्यहाँ भित्रको माछा हेर त माछा हेर त त्यो झर्नाको नाइस देखिन्छ तारा उठेको छ त त्यही त भन्छु टाढा किन दिएको भन्छ उल्टेर हेरे गोरु त नजिकै देखिया यता लिउ दादा उता हेर हाम्रो दादा हेर्न सक्नुहुन्छ उहाँ धेरै छ होइन पुरै रफ्तार पारामा है पानी पुरै बिरामी लानिन्छ माछा देखिरा दादा उता खतरापट्टि किन्दैछ त अहिलेलाई केही देखेको छैन है जमाएन तोली हिँड्यो फेरि 3-4 घण्टा भयो होला हिँडेको यार रातिबाट यार हामीले यहाँ आइसक्यो हामी गाइस केटाहरू यहाँ थाकेर थकित पारामा बसिरह है त भ्यू रातिको कति बज्यो कति बज्यो अहिले 8-7 कस्तो बोबा राख भने यही चाहिँ हिमालय अब हामी जाने भनेको त्यहाँ हो त्यो डाँडामा पुग्छौँ हामी गाइस यहाँनिर गाइस हामी चाहिँ अब सेउलीबाङ लगभग आइसक्यौँ होइन केटाहरू चिल पारामा बसिरह सेउलीबाङ प्रवेश गरिसक्यौँ केटाहरूले हेरेको हेरेछ होइन दङ्गमा परेर शर्मा लाग्यो सेउलीबाङ गाउँ देखेर हामीलाई घुस परेको मलाई थाहा पनि छैन सुत्ने कहाँ सुत्ने हो सबै छ केटाहरूको हालत यहाँ मौरा चाहिँ कति बेला जानु क्याब पारी खाएर सुत्ने केटाहरू मलाई ठिकै छ केटाहरू अब
त्यस्तै बाहिरमा बहिनीहरू छन् यात्रा हुन्छ कुठीतिरको गाइज केटाहरू बाटो लागिसक्यो यहाँ भर्याङ चढिसक्यो सुरु भयो अब हाम्रो नौबहिनीको है त हालेर भयो है बेलुका परिसक्यो अब बिहान जानुपर्छ हामी चाहिन्छ नौबहिनी पर्यटक क्षेत्रमा प्रवेश गरिसकेका छौँ हामी पनि झरमा है अँगारो भइसक्यो थाक्यो केटाहरू थाक्यो यार नौबहिनी झरनामा आइयो हिजो हामी 2 बजे हिँडेको मान्छे अहिले आजको 12 बजेसम्म छौँ हामी के छ सोल्टी 8 यहाँ हिजो राति 2 बजे हिँडे मान्छे अझै पुगेनौँ हामी बिहान उठेर टक्क लगाएर यहाँ सुतेको ओडारमा हामी अब जान लाग्यो ढिला भइसक्यो गाइज अब जान्छु है यस्तो हुँदा Last चिसो गाइज जान पनि चाहिँ त्यही माथि गाइज ओहो केटाहरू माथि पो यहाँ छ यार थट अझै 30 मिनट हिँड्नुपर्छ होला अब हामी चाहिँ दार्जी टुप्पामा पुग्ने हो केटाहरू अगाडि हिँडिराख यार के भन्ने त्यो आवाज चाहिँ आउनु पर्यो नि त्यो भन्नको लागि आइहाल्छ थाक्यो पछाडि गइरा छु यार हिँड्छु त्यही भएर त आटो ढिरो खाना त बिहान हिँड्न पर्यो खाली जङ्क फुड खाएर हुन्न तर खोज छ यहाँ चाहिँ जानुपर्ने अहिले हामी कोडीहरूको टुप्पामा हामी गाइड्स मौसम चाहिँ एकदम क्लियर गरेर
बसिरह तल दर्शन गर्दैछ है यहाँ टपमा आएर लग्ने हो किन फाल्ने हो र मलाई चाहिँ त्यो मन परेको कि त्यो भारीको के बराबर लेभलमा यहाँबाट ड्रोन सुट जस्तो ल ढुङ्गा बस्छ ल के गर्ने बुगी फुल कति धेरै गाछ आमा बाबा सबै बुगी फुल कुडीभिरमा यहाँ कुडीबाट झऱ्यौँ अब रुगा लिएर तनाव भयो खै सिपिक्रा हो कि यो किन नचिनौँला हामीले बाबाले दिए औषधि हो है यो है हामीले भेटायौँ यहाँ कुठीभिर लाएर मैले ल खा ल उचाल्दा हिँड्न केमा हाल्ने त लगेर जाने नि त प्लास्टिकमा हाल्न साटु खाँदैछौँ है गाइज हामीले चाहिँ टक्क कोठीभिरको टुप्पोमा बसेर होइन त यो पानी हाल्न होइन है यो अलि पानी छोडी हाल है मलाई होइन डिउ खोल्नुपर्छ यो केटा डिउ त खोल्नुपर्छ डिउ खोलाउनु पानी हाल न यता पानी जो छैन यहाँ डिउ खोला घल्ला न डिउ खोला कि डिउ हाल डिउ त नहाल्नु छैन गुलियो त हुन्छ नि मम्मीले डिउ हाल्नुपर्छ नि गुलियो हुन्छ यहाँ चिया हालेर खान्छ नि त्यस्तै त हो नि दिउ त कहिले मलाई त्यस्तो एक्सपिरियन्स छैन है होइन राम्रो हुन्छ डिउ छैन रे यता फर्के कि उडाइदियो माथि कहाँ हो जा फाल पानी भारी हुन्छ डिउ हाल्छु म त नराले भनेको त्यस्तो जातिपट्टि फाल त भन्नु हुन्थ्यो यार म त फाल्न गर्छ त्यो एक बल्न डिउ हाल्दा खा कि दामी हुन्छ झार्दै पर्न सक्यो सक्यो नि अनि कति जानु कति चिज गरिस् भन्छ तैँले नजाँदै आमा यस्तो स्पेसल गरिदियो हालेको दामी भयो के स्प्राइट हाल्छ नि दामी हुन्छ यार भनेको हो स्प्राइट होइन के डियो माउन्टेन डियो टक्क चढ्ने बेला खाने डरका अघि जिरे तिमी हाल्नु न अकेला नहाल के मैले त तैँले हाल्नै पर्छ तैँले यस्तो बुके खानु हान्छु नि म मैले पहिला बुकै खान्थेँ नि आज स्कुलमा बुकै हाल्दो कम मजा पर्छ म त के अन्त हाल्दा पानी माथि हाल्दो तर हिँडेको त्यस्तो डर काम नगर डराठे पर्बिन डर यार लास्ट के झन् यो मुला सारले साटो खाइदिन्छौ के चम्काइदियो कि मलाई गर्दा झन् मुद्न लाग्यो त्यहाँ तिमीहरूले छोडेर आए बेला मुतेकै होइन मैले पछि त्यसले बिहान मुते बाटोमा ब्लगमा बाटो हालिदिउँ मैले के कुरा ठिक त हुन्थ्यो कुरा तर यो हालेर खाऊ कि यार एकदमै सेल हुन्छ केटाहरू कस्तो बुझ्दैन यार यता लिउँदा एक बाइट भर्नु
अलि थोरै थोरै तिमी खाऊ न खाऊ तिमी ढल्छौ कि थोरै कि अनि दामी खाएको ल अलि साँच्चै थोरै तिमीलाई मनपर्छ कि लाइक दिस उहाँ गोरेल त हाल्दा खायो किनभने म असल देखेँ चपाने बेला त्यही भएर राम्रो छ कि तैँले त्यत्तिकै नाटक पारेको क्या यसले त अमिर छैन र ठिक त छ बेठिक पनि छ राम्रो छ कि कस्तो साटुको अलि अर्ग्यानिक स्वाद आन्न कि साटुको टेस्ट बिगाड्दै छ तर राम्रो तिमी त खानु तोरा यो खायो भने त यहीँमा पोल्छ म पोल्दिनँ अट्युलाई जिउरा खाम अहिले रेड बुल भटाभट खोल्टामा खाने हमलाएर अट्किलाएर यस्तो टाटो घाम लगाउन के यहाँ मेरो त त्यहीमा हो कि फेरि टक्क जोडिदिन्छु क्या पटमा खै खासै छैन यार अलिक खिच्नुपर्छ फोटो फोटो भिडियो कि खिचाउँ त यार होइन कि यस्तो भयो अब घुस्सिन लाइन त आज खिच्ने मन त्यति भएन घुमेरै रमाइलो भयो कहाँ गयो चित्त बुझ्ने जति खिचिहाल्यौँ यार रमाइलो त धेरै खिचे जस्तो नि लागेन लाग्न त यार धेरै खिचे जस्तो नि लाग्छ लाग्दैन पनि यार के हो ए गराउने भनेको चाहिँ मैले कस्तोवाला रे तिमीले कस्तोवाला बनाउनु भने अहिले आफूले यस्तोमा राख्ने म पहिला एक्लै हाने अनि फेरि चढ जाने सँगै माथि बनाउनु पर्ने होइन झर्ना पनि बनाउँला नि अनि झर्नामा फेरि अरू पनि छ यार बनाउने जस्तो अनि छ त धेरै बाल्टी सेपमा राख अब अनि तलबाट खिचिन्छ बरु फोटो धेरै आउँछ नि यहाँ झर्ना छ यता बाहिर उता बाहिर अहिले चाहिँ तर डर ब्याकअप दिन्छ नि होइन हामीलाई पुग्छ वहाँ सिलिबङ पुग्दासम्म छन पनि धेरै छ नि फेरि एउटा डेन्जर दिन्छ कि झन् पार अब कसले खस्रो पार्दो नि बनाने झन् डेन्जर नाच्छ घिउ आए जस्तो हुन्छ यार यस्तै छ कि साँच्ची हो राति नि यस्तै गरिदियो तिमीले पनि राति डराउने थियो आफ्नोबाट कस्तो हुँदो छ उनले इक्जाम्पल दियो भने कि सिकाएको अब हटाइयो भन्छ लास्टमा के रे के रे के रे अर्को केटाको क्या त्यो घेत्र मार्नुपर्छ कि के को लागि यस्तो थियो भने ठाउँमै राख्छु नि माथि हाम्रो नि त्यही सानो छ हामीले नि त म कसरी सुत्दा म सब यस्तरी हो कि यस्तरी सुत्ने चाहिँ यस्तरी कहाँ सुत्ने यस्तरी कसले सुताइन चाहिँ भन्नु ल ठाउँ छोरा चाहिँ यस्तरी त सुत्ने त्यत्रो सुत्दा सुतेर हो यो कति सुतेको थियो तर यिनी गोदामा हालेर र यिनी औँलाई जस्तो सो टेस्टेड हो आज नि पोरबिन्ड मैले ठाउँ साट्ने बेला ठाउँ साट्ने बेला पोरबिन्ड मैले ठाउँ साट्ने बेला मैले गोदाएर हात निकालिसकेर बल्ल बल्ल ठाउँ साटेको कि नि त मैले अनि उता जान भने खुट्टामा ठाउँ ठाउँ डाउन तर तर खतरा अनुभव भयो त्यो डेन्जर केटामा आउनु खतरा बढोस् नि सङ्घर्ष भयो नि आएको 1 घन्टा लाग्ने आधी घन्टा भन्दा धेरै त लाग्यो टाइम लस बनाएछ त खतरा भन्ने चाहिँ फेरि लाइटिङ छैन तर मात्र होइन अब यस्तै राखेर जाम तलेर माझम लान पूजा किन यस्तो हाल्यो अन्त पूजा गर्ने हुन्छ कि 5 20 रुपियाँ तर मिठो भयो है बहुत एक बाइट खाम त लौ फुल दिन्छ मलाई
जाने नि अहिले पक्कै यस्तो भने नि पक्कै देख्छु छ मैले त्यही खैले त दे गनाएन यार रुगा लाहा बोले त रुगा लाहा खै डिउ हालेर बिजाउनु यो मिल्छ नि यो एक बाइट भन्छु नि हाल न बिजाउने अलिक फाट्छ के फेरि मैले उहाँ काठमाडौँ यस्तै खान्थ्यो यहाँ बल्ल पानीसँग खान्लाम हालम के सोचेको न मैले म हालिदिन्छु सही चिल्लो किलो त राम्रो हो कि 30% राम्रो धेरै नकाटे न एडिट नगरे धेरै काट गरेर हेर्न फाले मैले त हाल्दै एक स्टिप पनि खाल्दैन मेसेज हेर्दैन कसै कोही कोहीले हेर्ला धेरै त हेर्दैन 2-3 छैले हेर्ला हेर्छ भने भ्युज तर पछि बुढो भयो रिल्स चाहिँ हेर्छ रिल्स हेरेर यहाँ फ्याट्टा फ्याट्ट हो त्यही फ्याट्टा भेट त अस्ति कुलेले हालेर आएको भिरमा आएर हेर्ने बेला 300 कोटी पनि सब्सक्राइब बढाउनु छ भने चाहिँ ऊ हाल्नुपर्छ के त्यो रिलिज एउटा आफ्नो रियल फेसमा हुँदा नि बोरी त पुरै चोर फेसमा गरेको यसले के गर्न खोजेको गरेर चाहिँ के खोजेको त्यही त गर्नु त्यो च्यातिकोलाई अर्कै बनाऊ पुरानो जमानाको मान्छेले चोर्छ भन्छ नि थाहैहन्न अब के हो कि यस्तो अब यो टक्कलाएर हामीले मिलाएर राख्नुपर्ने हुन्छ न्यापकिन छैन त्यहाँ यसमा हाल्नु चम्चा होइन चम्चा नि किन फाल्ने हो यहाँ त डस्टबिनमा राख्छौँ हामीले चाहिँ अब फेसबुकमा नि पैसा आन्छ केटा हो कसरी आन्छ गरी रिल्सबाट युट्युब जस्तै मोनिटाइज हुन्छ क्या त्यो नि अब मुलाले त रिल्सले हान्दैन फेसबुक अघि युट्युबबाट मैले एडिट मलाई किन यस्तो छ कि अब मोबाइल छैन त खुब लङ्ग लाग्थ्यो एडपबाट हालेको तिमीले पहिला डाउनलोड गर्यो त्यही दिनको डेटमा पुग्छ क्या त्यहाँ के छ अब आज फोटो खिच्यौँ तिमीले अस्तिको एयरड्रप गरिदियो भने अब चाहिँ हामी जान्छौँ गाइज टक्क झोलासोला बोकेर चाहिँ गाइज घुमेर आइसक्यौँ होइन यता पुरै हामी अब फर्केको गाइज हामी जान्छौँ गाइज बाँचै भेटौँला मरे त त्यस्तै छ लायो लगाइदिन्छ अरे गाइज हामी चाहिँ घरतिर लाग्यो चट्ट पाडामा होइन चक्कर अब त्यहाँ थ्याङ्क यू फर वाचिङ भिडियो बाई बाई गाइज होइन बाई भन बाई बाई केटा हो बाई बाई